भान्जा भएकोले भान्जाको दायित्व र कर्तव्य के हो त्यो बारे मात्रै म जोड दिन्छु। म आएको 15 महिना भयो, मैले मुद्दा लडेर आएको हो। अब नेपालमा लगभग म इस्टेब्लिस भएकै मान्छे हो, मिडियाकर्मी हो, व्यवसायी थियो, सायद दुःख सुख गरेर घरहरू बनाएको छ, आध्यात्मिक चिन्तनमा लागेर जीवन बदलेको थियो। युके अहिले 16मा नै आएको म मनोक्रान्तिबाट, बेलायत मैले हेरिसकेको। अब के गर्ने त भनेर बसिरहेको बेला चाहिँ कृष्णबहादुर बान्तराईजी चाहिँ यहाँ मामा हुनुहुन्छ, उहाँलाई भक्तपुरमा एउटा वैवाहिक समारोहमा भेटेँ। उहाँले एउटा कुरा गर्नुभयो के, भान्जा तपाईँ बेलायत बस्नुहोस् या नबस्नुहोस्, नेपाल बस्नु इट इज योर चोइस, तर दिनुहोस् आफ्नो अधिकार भन्नुभयो। अनि उहाँ मार्फत नै मैले उहाँले चिन्नुभएको एजेन्सी मार्फत गएर मुद्दा लडेर उनी आएको। मलाई राम्ररी थाहा छ आफ्नो हक अधिकारबारे, हक अधिकार किन लिनुपर्छ र हक अधिकार लिएर मात्रै युकेमा थन्किएर बस्ने कि गोराहरूको डिपार्टमेन्ट र रेस्टुरेन्ट बार लाइफ सेक्युरिटीमा गएर चाहिँ काम मात्रै गरेर 2-4 पैसा कमाएर बस्ने कि त्योभन्दा माथि सोच्ने भन्ने कुरा हुन्छ नि। म त्यो सोचिरहेको छु, त्यही कारण मैले चाहिँ फेसबुक स्ट्याटसहरू लेखि नै रहेको छु। यो कार्यक्रमको बारेमा लेखेको थिएँ, मामा साहबलाई थाहा छ होइन। लाउरेको छोराछोरीहरूले बेसिक निड्सको लागि यो आइएलआरको भिसा जो थियो नि, जो कुनै पनि बेला चाहिँ राजनीतिक निर्णय हो, क्यान्सल हुनसक्छ भन्ने कुरा आइरहेको छ। युट्युबमा त्यो के अरे माझा के फेरा भन्ने बोलिरहेको नि सुनिरहेको छु। यो कुरा त बेसिक निड्स मात्रै हो कि आइएलआर भनेको नपाइन्जेलसम्म त यो ठुलो कुरा हो। गर्लफ्रेन्डलाई बिहे नगरिन्जेलसम्म मात्रै ठुलो कुरा हो, घर पनि नबनिन्जेलसम्म मात्रै ठुलो कुरा हो। पाइसकेपछि पनि दुःख, मानसिक पीडा र कन्फ्युजन जारी रहन्छ। यही कुरा नबुझेर नै लाउरेको छोराछोरीहरू चाहिँ यस्तो कार्यक्रममा मोटिभेट हुँदैनन्, आउँदैनन्। भिसा ठुलो लाग्यो, भिसा पायो, त्यहाँ सेक्युरिटी गरिरहेको छ, बारबन्दा डिपार्टमेन्ट स्टोरमा चाहिँ तपाईँको काम गर्छ, 2-4 पैसा आइहाल्छ, त्यही बियर हो, त्यही मासु हो, त्यही दाल हो, टन्न खाइ सुतो। गोर्खालीहरूको हाम्रो हक अधिकार 200 वर्ष लामो हाम्रो विरासत के हो, अधिकार के हो, हाम्रो पुर्खाले कसरी लड्यो। खासमा भन्ने पनि यो बेलायत भन्ने देश त हाम्रो रगत र पसिनाले सिँचिएको देश हो नि त। यसले हामीले सजिलै धपाउनु सक्दैन के। एकातिर अर्कोतिर नेपालले हामीले नागरिक दिनुमा गौरव नागरिकता दिनको लागि कुनै कन्जुसै गर्नु पाउँदैन। हिजो अस्ति अगाडि उसले उसको घर भत्काउनुभन्दा केही दिन अगाडि मात्रै शेरबहादुर देउवाले भन्दै थियो सकिँदैन यो कुरा त भनेर भन्दै थियो, गलत। अहिले उनीहरू नेपालको प्रधानमन्त्री राष्ट्रपति जो भनेर गर्व गर्छ नि। यो जुन छ देश, यो देश बनाउनु हाम्रो पुर्खाहरूले वीरता र साहसीपूर्वक सिमानामा लडेर इस्ट इन्डिया ब्रिटिसलाई पस्नु नदिएर हामीले बनाएको त्यो देश। त्यसकारण हामीले त्यो पनि पाउनुपर्छ, यो पनि पाउनुपर्छ भन्ने हाम्रो आवाज हो। त्यही मेन्टालिटी गरेर म यहाँ बसिरहेको पनि छु र काम पनि गरिरहेको छु। त्यहाँ पेनेल पार्कमा म काम गर्छु, त्यो 5 स्टार होटेल हो, त्यहाँ गोरेनी रहेछ, त्यहाँको म्यानेजर पनि गोरेनी, त्यहाँदेखि माथि त्यो जिएम पनि गोरेनी। अब त्यहाँ म काम गर्नु भर्खर अहिले 5 महिना भयो। अब सबैले मलाई अर्थी दिन्छ, सबैले सल्लाह दिन्छ। छ नि आफ्नो नातेदारहरू के भन्छ, अलिक जोगिएर काम गर्नु है, अलिक होसियार गर्नु है, हेरिरहन्छ जेसुकै गर्नु, गोराले के मतलब हामीलाई इमान्दार साहब काम गर्ने हो, नबिराउने हो, नडराउने हो, जानेको अनुसार काम गर्ने हो, नजानेको कुरा सिक्दै जानु के। तर गोरा गोरिनीसँग र पल डराउँदै हिँड्ने होइन के, जाब एउटा चाहिएको लागि। त्यसरी नडराइ म त्यहाँ काम गरिरहेको छ, यहाँ काम नगरी त हुँदैन। अब बुवाजी त्यो हासपोर्टमा हुनुहुन्छ, 91 वर्षको हुनुहुन्छ, उहाँबाट जहिले त्यो बेनिफिट थाप्दै खानेकुरोको आएन, त्यो दिँदैन इज्जतले ठिकले। दाजु त्यहाँ हुनुहुन्छ, दाजु पनि सहयोग होइन, दाजुले हिजो भिसा गर्दा पो सहयोग गर्नुभयो, बुवाले बोलिदिनु भयो, मामाले गरिदिनु भयो, मामाहरूले उहाँले गर्नुभएको, बाउले गर्नुपर्ने, दाजुले गर्नु, त्यो त सक्यो च्याप्टर, अब त आफै गर्ने हो नि। त्यसकारण हाम्रो गोर्खालीहरूको हक अधिकार प्राप्तिको लागि यहाँ काम गर्नुको लागि जुन लडाइँ लडिरहेछ नि, यसमा गोर्खालीको सन्तानहरू मेरो उमेरको मभन्दा जुनियर भाइ बहिनीहरू नआउनुको एउटै मात्रै कारण हो कि उनीहरूको जीवनमा सपना छैन, उनीहरूको जीवनमा भिजन छैन कि उनीहरूको जीवनमा भिजन भनेको एउटा केटी बिहे गर्नु अनि त्यो दाल भात मासु खाने युकेमा आएला त्यति मात्रै हो। अब यसरी भन्दा सुन्दा त चित्त दुख्छ होला, यथार्थ यस्तै छ। हामी त जीवनमा भिजन हुनुपर्छ, भिजन भएन भने बाँच्ने रिजन हुँदैन अनि बर्बाद हुने सिजनले भेट्छ भन्ने मान्छे हो। त्यसकारण भिजन हुनु पऱ्यो नि, भिजन। अब के छ त गजेन्द्र नेम्बाङको भिजन, म युकेमा आएको छु, सके जति मामा माइजीहरूलाई
इनिसिएट गर्छु। ज्ञानराज राईसँग निरन्तर सम्पर्कमा छु, उहाँले नै जानु भान्जा तिमी बोल्नु है, यहाँ होम सुनवार हुन्छ सचिव, उहाँलाई म्यासेज लेख्छु भन्नुहुन्थ्यो अनि उहाँले आएर भेट्यो है। म्यासेज यहाँ सुरक्षित छ। अनि म यो त मेरो दायित्व हो, मेरो कर्तव्य हो, त्यहाँ गएर मैले कति बोल्नु पाउँछु पाउँदिनँ यो सेकेन्डरी हो, तर म गएर थपक्क बस्नुपर्छ। यो मेरो पुर्खाको सवाल छ। हामीले हेपिरहेको नेपालको शासकहरूले बिचरा हाम्रो अभियन्ताहरू जानुहुन्छ, एउटा परराष्ट्र मन्त्रीलाई एउटा प्रधानमन्त्रीलाई भेट्नुहुन्छ, ज्ञापन पत्र बुझाउनुहुन्छ, ज्ञापन पत्र यसो थाप्छ, भोलि कता पुग्ने हो त्यो थाहा छैन। अब देखेकै हो आज त्यो बेला उहाँले दिनुभएको हालत हेर्नु न यस्तो छ। त्यसकारण अस्थिर राजनीतिको शिकार भइरहेको छ गोर्खा अभियन्ता। त्यसमा पनि अब हाम्रो गोर्खा अभियन्ताहरू जति हुनुहुन्छ नि उहाँहरूले चाहिँ यो कन्सियस सबकन्सियस माइन्ड र सुपर कन्सियस माइन्डको ज्ञान नभएर होला उहाँहरू त्यो सबकन्सियस माइन्डमा अल्झिनु भएको छ। सबकन्सियस माइन्डमा त शक्ति पनि हुन्छ, प्रेम पनि हुन्छ, घृणा, ईर्ष्या, जलन र पूर्वाग्रह म मात्रै बिरुम भन्ने छ। त्यहाँ पनि माथि गएन भने त त्यही भएर त धेरै संस्थाले खोलिरहेछन्। त्यसकारण त्योभन्दा माथि सुपर कन्सियस माइन्डमा कहिले जाने होला त्यो नभइन्जेलसम्म यो गोर्खा चाहिँ भाडबैलो मचिरहन्छ। हराएको काग कुहिरो चाहिँ माथि कुहिरोभित्र हराएको काग जस्तै हराइरहेको कता कता छ। अनि एनर्जी पुग्दैन, अनि गोर्खा अभियन्ताहरू थाक्नुहुन्छ अनि रिस उठ्छ। अघि कृष्ण बहादुर राईजीको मन्तव्य मैले सुन्दै थिएँ। अब हामी नै 13-15 वर्ष हामी लडिरहेको, जहिले जहिले लडिरहेछौँ, कति लड्ने? लन्डनबाट आउँदा 50 पाउन्ड तेलमा गइहाल्छ, कसैले पैसा दिनेन, ल्याएको भान्जा भान्जीको दालु कुनामा थन्किरहेछ। यो चेतना नजागिन्जेलसम्म यही हो। त्यसकारण उनीहरूलाई चाहिँ मोटिभेट नै गराउनुपर्छ। अलिअलि मोटिभेट होस् भनेर मैले लेखिरहेको हुन्छ। अब कुन मास हुँदा त क्लासै चलाउनुपर्छ है उहाँहरूलाई। अब अहिले यहाँ म आएर एउटा यो त परिचयात्मक कार्यक्रम हो। गजेन्द्र नेमाङमा कहिले नदेखिएको, मामाहरू पनि मैले नदेखिएको होइन। मैले राम्ररी चिनेको सुरुदेखि जानेको भनेको कृष्ण बन्तावा राई र ज्ञानराज राई मात्रै हो। मामा साबरलाई चिने, काजी शेर्पाजीको कुरा सुने, उहाँले सुने होइन। त्यसकारण हामीले यस्तो कार्यक्रममा मोटिभेसनल कार्यक्रमहरू अब जोड्दै जानुपर्छ कि यो अघि कुरा गरेको जो पुस्ता छ नि नयाँ लग्रेको छोराछोरी भान्जा भान्जी कुनै कति हजार 10,000 ल्याउनु भएको छ, जसले अस्ति कति सहयोग गर्नुभयो, माया गर्नुभयो, अहिले वास्तै छ। अहिले खोला तार्यो, घुम्न फाल्यो, ल र बिर्स्यो भन्यो भने मतलबै छैन। एकछिनमा नाम पनि पो सुन्नु चाहँदैन। खासमा ग्रेटफुल, थ्याङ्कफुल हुनुपर्ने। यो हाम्रो संस्था, यो हाम्रो सपना हो, हाम्रो भविष्य भनेर सोच्नुपर्ने। अब मामाले अघि भन्नुहोस् सिपिआर त बिजोग भएन, यहाँ पनि खेद्छ, नेपालमा जाँदा पनि त्यो यताको लिएको उता पनि खेद्छ, अनि त सिद्धिएन। हामीले त गर्नु खोजेको यहाँ पनि सुरक्षित जग्गा, उता पनि सुरक्षित जग्गा खोज्नु भने कि सेल्टर। मामाले त्यही भन्नुभएको, यहाँ अधिकारी राख्ने, यहाँ गर्ने भएर गर्नु। त्यसले गर्दाखेरि युवाहरूको जीवनमा गोल छैन क्या। मान्छेको पहिलो आवश्यकता भनेको बेसिक निड्स हो, घाँस बाँस कपास र सबास हो। त्योभन्दा माथि अरू धेरै कुराहरू छन्। अब्राहम मास्लोको व्याख्यान छ, त्यतातिर उनीहरूको ध्यान छैन। त्यसकारण भान्जा भान्जीहरूले ल्याएर मात्रै हुँदैन मामा माइतीहरू। अब ल्याएर त तपाईँले थाप्नुहुन्छ, किनभने सबै भातीहरू मात्रै आउँछ। भात मात्रै खाने नि, अब भात दिनेले के मतलब? सुन्यो भने साथीहरू नरिसाउनु है, फेसबुकलाई नाम गइरह होला। हामीले गोर्खेको सन्तानले बोल्ने शैली यस्तै हुन्छ होइन। मोटिभेसनल यहाँ सुरु गरौँ भन्दाखेरि यहाँ धेरै समय छैन। अब घन्टौँ मोटिभेसनल काम गर्न सक्छु र अहिले मेडिटेसन गर्नु छ, अलिकति योगा गर्नु छ, अलिकति होइन वीरताको कुरा जोड्नुपर्छ, माइन्ड टेक्नोलोजी कुरा जोड्नु, त्यो सम्भवै छैन अहिले। अहिले त जस परिचय को गजेन्द्र नेमाङ, को लाउरेको छोरा, लाउरेको भाइ के गर्दै थियो हिजो। मैले सिक्किमको राजधानीमा 15 दिन जमिन मुनि बसेर तपस्या गरेर आएको छु। सिक्किमको राजधानी नै किन गरेँ मैले? गन्जु लामाको एरिया भनेर त्यो भिक्टोरिया कन्भेन्समा त्यतिखेर सोचेर गरेँ। 9 दिन जमिन मुनि गएर तपस्या गरेँ। इलाममा सुभाष नेमाङ जस्तो म पनि हुन्छु भनेर गएँ। त्यतिखेर सुभाष नेमाङ हिरो थियो, म गजेन्द्र नेमाङ गएँ, सफल पनि गरेँ। पछि त केही रहेन त्यो सुभाष नेमाङको भन्ने बुझेँ, त्यो अलग्गै बाटो छोडिदिनु सेयरिङमा थिएँ है। त्यसले गर्दाखेरि बोल्ने मौका दिनुभयो। मैले धेरै बोल्दिनँ, धेरै बोलेर यहाँ साध्य पनि हुँदैन होइन। अब यस्तो कार्यक्रममा यो परिचयात्मक हो। म गोर्खा सत्याग्रहको आन्दोलन अभियानप्रति पूर्ण समर्थन र प्रतिबद्ध गर्दछु र भक्तपुरको जुन त्यो विजय समारोहमा मामाले इनिसिएट गरेर यहाँसम्म ल्याइपुर्याउनु भयो, यसको लागि चाहिँ गोर्खा सत्याग्रहका आदरणीय कृष्ण बहादुर राई मामा साहबलाई सार्वजनिकमा हार्दिक धन्यवाद दिन चाहन्छु।
र आयोजक तपाईँलाई धेरै धेरै धन्यवाद छ। अलिकति लामो बोलेँ त्यसको लागि सो सरी, थ्याङ्क यू सो मच, नमस्ते, जय गोर्खा।